नि यो ड्र्याग एन्ड ड्रप सिस्टम हो के भनेको यो सबै तपाईँ चाहिन्छ नि होइन यो सबै क्युआर चाहिन्छ होला तपाईँलाई होइन अनि इन्क्वायरी कसैले कस्टमरले इन्क्वायरी गरोस् फिडब्याक दियोस् भन्ने तपाईँ सबै चाहनुहुन्छ नि होइन ल भनेपछि मुनि स्क्रोल गर्नुहोस् तपाईँले सेभ गर्नुहोस् त्यसलाई ओके सेभमा क्लिक गर्नुभयो हजुर सेभ खिच्यो भयो ल अब त्यस पछाडि टपमा जानुहोस् त टपमा गइसके पछाडि अब चाहिँ टेम्प्लेट्स भन्ने सेक्सनमा तपाईँले क्लिक गर्नुहोस् ओके अब यसमा टेम्प्लेटमा चाहिँ यो देख्दै नदेखिने रहेछ यसमा चाहिँ तपाईँको टेम्प्लेटहरू छ क्या है सर तपाईँले जस्तो 1 2 कुन टेम्प्लेट चुज गर्ने भनेर एकचोटि यसलाई रिफ्रेस गरिदिनुहोस् त तपाईँको मोबाइललाई यो त तपाईँको उयो वेबसाइट भयो भने चाहिँ राम्रोसँग देखाउने रहेछ डेस्कटप साइडमा डेस्कटप साइड हो डेस्कटप साइडमा डेस्कटप साइडमा पनि नदेखाउँदो रहेछ तपाईँले डेस्कटप साइड सेटिङमा डेस्कटप साइड नै देखाउनु हो हजुर डेस्कटप साइड आउनु परेको तपाईँको डेस्कटप मोडमा जानु भएको तपाईँ डेस्कटप साइड अन गरेको ओके उसो भए त देखाएँ ठिकै छ अब ब्याक हुनुहोस् त उसै त्यहाँ मध्ये एउटा टेम्प्लेट अहिले 1 2 मध्ये एउटालाई क्लिक गर्नु न हजुर थर्डमा आउँदो रहेछ ल ओके त्यसलाई क्लिक गर्नुभयो त्यस पछाडि त्यो टेम्प्लेटलाई मुनि लास्टमा चाहिँ सेभ गरिदिनुहोस् तपाईँले ओके सेभ डन सेभ डन होइन यो चाहिँ टेम्प्लेट भयो तपाईँले आफ्नो चाहिँ यो टेम्प्लेट चाहिँ अब अलिकति यो नेट स्लोले के को इस्युले गर्दाखेरि हजुरको देखाएन होइन तर यो टेम्प्लेट कस्तो छ भनेर अलरेडी त्यहाँ हेरेर आफूले सेलेक्ट गरेर राख्ने हो क्या अनि यसमा चाहिँ टेम्प्लेटहरू चाहिँ भनौँ न टेम्प्लेटहरू चाहिँ अझ हामी एड गर्दैछौँ जस्तो तपाईँको कसैको अब किराना पसल अघि हाम्रो सुदीप सरले भन्नुभयो जस्तो कसैको किरानाको भए किराना अनुसारको डिजाइन चाहियो कसैको टुर एन्ड ट्राभल हुन्छ टुर एन्ड ट्राभल जस्तो अब तपाईँको क्राफ्ट रिलेट रहेछ अब क्राफ्ट रिलेट पनि अब तपाईँले भोलिको दिनमा इन्टर कनेक्ट गर्नुहुन्छ भने क्राफ्ट रिलेट पनि बनाइन्छ है किशोरजी होइन अनि कसैको ब्युटीसँग रिलेट हुन्छ कसैको केसँग डिफ्रेन्ट हो त्यही भएर टेम्प्लेटहरू चाहिँ एड हुँदै जान्छ यसमा अनि अलरेडी त्यो कुन आफ्नो रिलेट हो त्यही रिलेट तपाईँले चाहिँ क्लिक सेलेक्ट गरेर सेभ गर्ने हो है अब जुन तपाईँको भयो अहिले चाहिँ एउटा स्याम्पल त्यहाँ भएको छ अब त्यस पछाडि अब क्राफ्ट रिलेट अब भिडियो राख्ने तपाईँले चाहिँ इक्जाम्पलको लागि त्यहाँ भिडियो जानुहोस् त भिडियो युट्युब भिडियोमा क्लिक गर्नुहोस् त त्यहाँ चाहिँ आफ्नो टक्क त्यो क्राफ्ट रिलेटेड सर र चाहिँ तपाईँको वेबसाइटमा आउने बित्तिकै तपाईँको फोटो पनि देखोस् तपाईँको प्रडक्ट पनि देखोस् त्यो सँगसँगै तपाईँको चाहिँ भिडियो पनि अब होइन तपाईँको भिडियो पनि A to Z तपाईँले राखेको देख्यो भने इजी भयो जस्तो अब त्यसलाई युट्युबमा जानुहोस् त तपाईँ युट्युबमा गएर क्राफ्ट रिलेट 1-2 वटा भिडियो एड गर्नुहोस् त तपाईँले युट्युबबाट एड गर्ने हजुर फुल युट्युबमा जानुहोस् युट्युब लिङ्कै माग्दो रहेछ पुरै हजुर हो के अरे त्यो बिचबाट ब्याक हुनु मोबाइलको अनि युट्युब ओपन गर्नु अनि त्यस पछाडि गएर युट्युबमा गएर त्यसमा चाहिँ क्राफ्ट रिलेटेड क्राफ्ट नेपाल अझै त्यति सर्ट्सलाई लिँदैन यसले लङ भिडियो के क्राफ्ट के कस्तो प्रडक्ट छ त्यो रिलेट हजुरले झन् हान्नु भयो क्राफ्टसँगै त्यो हुन्छ नि तपाईँको प्रडक्ट रिलेट अब क्राफ्ट भन्दा नि मेरो चाहिँ अहिले कटन बेस प्रडक्टहरू छ कि ओके कटन बेस क्राफ्ट भनेर ओके ल यही नै राख्नु त्यसलाई ल त्यसलाई एकचोटि पज गर्नुहोस् अनि शेयर बटनमा चाहिँ जानुहोस् सरी शेयर बटनमा जानुहोस् तपाईँको कस्तो प्रडक्ट छ अझ तपाईँले चाहिँ आफ्नो भिडियो चट्ट सुट गरेर युट्युब च्यानल खोल्नु भएको छ कि छैन तपाईँले छैन युट्युब के छैन आउनुहोस् तपाईँ अब सिक्नुहोस् डिजिटल मार्केटिङ इम्पोर्टेन्ट छ युट्युब सिक्नुहोस् युट्युब अपलोड सिक्नुहोस् सोसियल मिडिया म्यानेज सिक्नुहोस् है इम्पोर्टेन्ट छ क्या तपाईँहरू ल अब अरू पनि हो यसरी भिडियोहरू 2-4 जतिवटा एड गर्न मिल्छ एड गर्न सक्नुहुन्छ है तपाईँले है ओके अनि त्यस पछाडि गएर अब अहिले तपाईँको सर्भिस बेस भएन सब बेस भएन अब तपाईँले चाहिँ आफ्नो प्रडक्ट्सहरूको चाहिँ छ भने ऊ तलपट्टि गएर प्रडक्ट्समा राख्ने होइन तलपट्टि जानुहोस् त प्रडक्ट भन्ने सेक्सनमा प्रडक्टमा चाहिँ इक्जाम्पलको लागि एड माथिबाट गर्ने
अनि त्यस पछाडि गएर प्रडक्टको चाहिँ सुरुमा चाहिँ के दिने नाम दिने ल एउटा प्रडक्टको नाम दिनुहोस् त तपाईले ल के हो समर जोगर्स जगर्स ल तपाईको प्रडक्ट युआरएल मा चाहिँ डाइरेक्टली तपाईलाई इन्क्वायरी गर्नको लागि चाहिँ अझ बेटर चाहिँ के हुन्छ तपाईले आफ्नो WhatsApp लिंक राख्दिने WhatsApp लिंक चाहिँ के थाहा छ तपाईले प्रडक्ट युआरएल मा जानुस् त तपाई प्रडक्ट युआरएल मा जानुस् अनि तपाईले चाहिँ त्यो प्रडक्ट युआरएल मा चाहिँ wa.me// अनि +977 तपाईको आफ्नो नम्बर राख्नुस् त्यस पछाडि +977 कति छ अब 98 के छ त्यो राख्नुस् तपाई ओके ल हो त्यसरी नै आफ्नो WhatsApp को URL चाहिँ तपाईहरुले कसैले आफ्नो WhatsApp को URL माग्यो भने यसरी आफ्नो WhatsApp URL बनाएर पठाउनु होला तपाईहरुले wa.me/+977 चाहिँ WhatsApp को URL बनाउने तरिका हो अब त्यसपछि त्यहाँ सब सेक्सनमा चाहिँ तपाईको सब भइहाल्यो अनि डिस्क्रिप्सन तपाईले अब थोरै अब के भन्न सक्नुहुन्छ भने 2-4 शब्दमा भन्न सक्नुहुन्छ बेस्ट क्वालिटी के छ अब कस्तो के छ त्यो त तपाईहरु आफ्नो प्रोडक्ट राख्ने मान्छेलाई थाहा हुन्छ हैन पर्फेक्ट फर समर भनेर ल अनि कन्ट्याक्ट अब त्यहाँ WhatsApp बाट इन्क्वायरी भएन भने अब कन्ट्याक्ट भनेर आफ्नो डिस्क्रिप्सनमा आफ्नो कन्ट्याक्ट पनि राख्दिनुस् हैन अब त्यसपछि इमेज छ यो रिलेटेड ओके फर मोर इन्फो कन्ट्याक्ट फर मोर इन्फो कन्ट्याक्ट भनेर चाहिँ राख्नुस् अनि त्यस पछाडि गएर ओके त्यसरी राख्नुस् अब त्यस पछाडि तपाईको यो रिलेटेड कुनै उ छ इमेज छ वा फेसबुकमा सेभ गर्नुभएको फेसबुकमा शेयर गर्नुभयो त होला नि पक्कै इमेज त छ तर यो इमेजको त क्लिकै भइरहेको छैन यो त अहिले पनि यहाँ भएन यहाँ पनि भएन माथि इन्टुमा नि क्लिक भएन नै यो मोबाइलमा चाहिँ तपाईको यो अलिकति प्रब्लम आइरहेको छ नव मोबाइलमा प्रब्लम नै आए जस्तो छ तपाईको ल सेभ गर्नुस् त त्यसलाई प्लिज इन्टर प्लिज भने चाहिँ यो तपाईको ट्यागकै किन लिएन भन्दाखेरि युआरएल डाइरेक्ट युआरएल नै माग्दो रहेछ तपाईको एउटा युआरएल नै WhatsApp को उसो भए WhatsApp मै हजुरले गएरै ल्याउनु न त त्यसलाई कताबाट हुन्छ यो WhatsApp को युआरएल तपाईको चाहिँ सेटिङमा जानुस् त्यो माथि 3 डटबाट अनि त्यसपछि मुनि हल्का मुनि जानुस् इन्भाइट कन्ट्याक्ट भन्ने सेक्सनमा क्लिक गर्नुस् त्यो माथिबाट शेयर लिंक भन्नेमा क्लिक गर्नुस् कपी गर्नुस् शेयर लिंकमा त कपी लिंक छैन हल्का मुनि स्क्रोल गर्नुस् त छैन त्यही हुन्छ तपाईको सर लिंक त दिनु पर्ने हो खासमा मेसेजमा गरे हाम्रो कपी गरौँ ल यसलाई खै त ल यसलाई कपी गर्नुस् न अनि त्यसपछि त्यसलाई चाहिँ त्यसमा पेस्ट गरिदिनुस् ओके ल मुनिबाट सेभ ट्राई गर्नुस् त इमेज माग्यो इमेज माग्यो इमेज लिइराको छैन मैले इमेज क्लिक गर्दाखेरि आउँदैन मोबाइलबाट भन्दा नि वेब ब्राउजरबाटै गर्नुपर्ने रहेछ भरत सरले के भन्नुभएको रहेछ आई वुड लाइक टु ब्रिङ टु यु इन्टु नो दिस द्याट आई हेभ इमेल्ड यु होपफुली चेक इट आफ्टर हुन्छ कुन इमेलमा के लेख्नु भएछ तपाईले भरत सर bring you into notice that I have mailed you hopefully कुन इमेल चेक गर्नु WhatsApp गर्नु न है तपाईले म बडी WhatsApp एक्टिभ हुन्छु भरत जी
के यो के अरे भरत सरको के हजुरले यो अकाउन्ट बनाउँदाखेरि भन्नु के को भरत सरको भन्नु त तपाईको त भनेपछि किन त्यो गएन त अर्को टेम्प्लेटमा ट्राई गरौँ त सर उसो भए ब्याक हुनु त एकचोटि खत्तम भयो त नि यो भएन भने टेम्प्लेटमा जानुहोस् न तपाईँ हजुरको यो अकाउन्ट बनाउँदाखेरिको हो भरत सर अकाउन्ट बनाउँदाखेरिको हो भने चाहिँ अर्को टेम्प्लेटलाई चेक गर्नु त के अरे चाहिँ अर्को टेम्प्लेटमा जानु अलिकति यो तपाईँको चाहिँ मोबाइलबाट गाह्रै हुन्छ सबै कामहरू गर्न त्यही भएर नि छ हुने तपाईँको ल ट्राई गर्नुहोस् त्यहाँ पहिला त इमेज हाल्न ट्राई गर्नु पर्यो तपाईँले अनि बल्ल ठिक हुन्छ इमेज त लिएन कामै गरेन तपाईँको भनेपछि ल्यापटपबाट यसो गरौँ न त हजुर ल्यापटप छ कि छैन नै म यता बाहिर छु कि आउट अफ कन्ट्री इन्डियामा छु कि म त्यही भएर घरमा भएको घरतिर त हो छ नि होइन ल सरसर्ती म हजुरलाई के भनिदिन्छु भन्दाखेरि ल तपाईँहरूलाई यहाँ सबैजना अब हामी लेट नाइट पनि भइसक्यो होइन म सरसर्ती के बताइदिन्छु भन्दाखेरि तपाईँले यसरी नै बनाउने हो के अरे किशोर सर होइन तपाईँ आउने बेसिक डिटेलमा आफ्नो बेसिक डिटेल राख्ने अनि टेम्प्लेट कुन राख्ने टेम्प्लेट चुज गर्ने अनि ब्याकै जानुहोस् त अनि त्यस पछाडि आफ्नो भिडियो छ भने भिडियो राख्ने अनि त्यस पछाडि सर्भिस कसैले सर्भिस दिनुहुन्छ भने सर्भिस सेक्सनमा सर्भिस एड गर्ने अब प्रडक्ट छ भने प्रडक्ट एड गर्ने होइन टेस्टोमोनियल्सहरू कसैको आफ्नो क्लाइन्टहरूको छ भने टेस्टोमोनियलहरू हुन्छ नि त्यो कुराहरूलाई टेस्टोमोनियल सेक्सनमा राख्ने अनि सोसियल लिङ्क्स भन्ने सेक्सन छ हजुरको क्लिक गर्नुहोस् त ल सोसियल लिङ्क्समा ट्याक्कै आफ्नो सबै त्यो आफ्नो पर्सनल ब्रान्ड हो भने आफ्नो फेसबुकको राख्ने आफ्नो चाहिँ के छ ट्विटरको राख्ने लिङ्कडिनको राख्ने इन्स्टाग्रामको राख्ने होइन युट्युबको राख्ने है वाट्सएपको राख्ने यो सबै टिकटक छ भने टिकटकको राख्ने अनि सेभ गरिदिने बुझ्नु भयो नि अनि यति राख्न सक्नुहुन्छ नि हो के अरे किशोर सर तपाईँले सक्नुहुन्छ नि राख्ने अनि त्यस पछाडि फ्रन्ट्स अब जस्तो तपाईँको फ्रन्ट्समा चाहिँ क्लिक गर्नु यो फ्रन्ट्स भने चाहिँ कस्तो हो भन्दाखेरि जस्तो वेबसाइटको लुक्सलाई चाहिँ कस्तो देखाउनेमा यो फ्रन्ट्सले पनि ठुलो रोल प्ले गर्छ क्या जस्तो तपाईँको यो लाटो के नामहरू छ होइन जस्तो लाटो रेनवे के यो तपाईँले चाहिँ कुन कस्तो फ्रन्ट्समा चाहिँ आफ्नो वेबसाइट राख्न चाहनुहुन्छ त्यो चाहिँ चेन्ज गर्न मिल्छ है तपाईँहरूले है ल यो ब्याक हुनुहोस् त यो त्यसरी तपाईँहरूले फ्रन्टलाई चेन्ज गर्नुहोस् अनि ग्यालरिज सेक्सनमा चाहिँ आफ्नो फोटोहरू एड गर्ने जस्तो आफ्नो एचिभमेन्टहरू केही छ भने कसैले के अरे चाहिँ अथवा आफ्नै प्रडक्टहरूको हुनसक्छ हो अनि पछाडि तपाईँको यो वेबसाइटलाई चाहिँ तपाईँको बेटर वेमा लैजानको लागि एसइओले चाहिँ ठुलो रोल प्ले गरेको हुन्छ होइन तपाईँको अन पेज एसइओ अफ एज पेज एसइओ टेक्निकल एसइओ यो कुराहरूले ठुलो रोल प्ले गरेको हुन्छ यो एसइओ सेक्सनमा चाहिँ त्यो एसइओको लागि यो राखेको भयो अनि यो ब्लगले पनि तपाईँको चाहिँ एसइओलाई ठुलो मद्दत गरेको हुन्छ तपाईँको आफ्नो वेबसाइटलाई ऱ्याङ्किङ ल्याउनको लागि चाहिँ धेरै रोल प्ले गरेको हुन्छ ब्लग सेक्सनले है तपाईँले चाहिँ इक्जाम्पलको लागि किशोर सरले चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भन्दाखेरि एउटा क्राफ्टको बारेमा मजाले ब्लग आर्टिकल लेख्न सक्नुहुन्छ क्या किशोर सर बुझ्नुभयो नि माथि त्यो ब्लग टाइटल ब्लगमा क्लिक गरेर एडमा गरिसकेपछि टाइटल लेख्ने अनि त्यो क्राफ्ट के हो कस्तो कस्तो चाहिँ तपाईँको त्यहाँ इन्ग्रिडियन्ट्सहरू मिलेर चाहिँ बनेको छ होइन सबै त्यो चाहिँ तपाईँले त्यहाँ के गर्न मिल्यो राख्न मिल्यो है अनि त्यो एभ्री जति धेरै तपाईँले ब्लग अपडेट गर्नुभयो त्यसलाई चाहिँ तपाईँको राम्रो हुन्छ होइन आफ्नो सोसियल साइटमा पनि त्यो राख्न मिल्यो हो अनि त्यस पछाडि अब पेमेन्ट सेक्सनमा भनेको चाहिँ तपाईँले चाहिँ आफ्नो केबाट तपाईँले पेमेन्ट लिनुहुन्छ त्यो पेमेन्ट सेक्सन त्यहाँ राख्ने भयो हो अनि तपाईँको आफ्नो यो कम्पनीको चाहिँ के प्राइभेसी पोलिसी छ भने यहाँ चट्ट तपाईँले आफ्नो प्राइभेसी पोलिसी राख्नुहुन्छ लास्टमा टर्म्स एन्ड कन्डिसन हुन्छ होइन तपाईँको चाहिँ आफ्नो बिजनेसको कस्टमर र तपाईँ बिचको टर्म्स एन्ड कन्डिसन के छ मुनिपट्टि चाहिँ तपाईँले आफ्नो टर्म्स एन्ड कन्डिसन चाहिँ राख्न सक्नुहुन्छ है
यति गरेर मलाई तपाईहरुले भोलि अथवा पर्सिसम्म कतिजनाले पठाउन सक्नुहुन्छ ल यस अर नो टाइप गर्नुहोस् त तपाईहरु साथीहरु सरहरु तपाईहरु कतिजनाले यति गर्न सक्नुहुन्छ यस अर नो टाइप गर्नुहोस् त रोज सर यो चाहिँ गर्न चाहिँ सकिन्छ सर हैन म चाहिँ भोलि रिटर्न हुँदैछु नेपाल हजुर भोलि बेलुका आफ्टर 8 आइपुगिन्छ होला पर्सिसम्म चाहिँ म पठाइदिन्छु ओके उसै म एउटा फर्म पठाउँछु हजुरहरुलाई यस प्रशान्तजीले पनि यस भन्नुभएको छ व्यवसाय नहुनेले आफ्नो पर्सनल पोर्टफोलियोको तपाईहरुले आफ्नो पर्सनल पोर्टफोलियो बिल्डिङको लागि पनि वेबसाइट इज भेरी इम्पोर्टेन्ट है तपाईहरुले अब यो लिंक कस्तो हुन्छ भनेर हाम्रो किशोर सर हजुरलाई एकैछिन किशोर सर हजुरलाई डिस्टर्ब फेरि हजुरले कसरी लिंक शेयर गर्ने त त्यो पनि त जान्नु पर्यो नि त जस्तो आफ्नो वेबसाइटको लिंक चाहिँ कहाँ छ भनेर चाहिँ त्यही अघिकै साइटमा जानुहोस् त किशोर सर अब लिंक शेयर गर्नको लागि सबभन्दा माथिपट्टि इन्फिनिटी प्रोफाइल ड्याशबोर्डमा नै क्लिक गर्नुहोस् त तपाईले त्यो ड्याशबोर्ड भन्ने सेक्सनमा जहिले पनि तपाईहरुको ड्याशबोर्डमा नै लिंक हुन्छ अब अघि एक्टिभ केही थिएन अब एउटा तपाईको बन्यो हो भनिसकेपछि मोर इन्फोमा जाने तपाई मोर इन्फोमा जाने बित्तिकै त्यो कपी जस्तो छ नि सेक्सन हो कपी गर्नुहोस् त्यसलाई केजी क्राफ्ट त्यो त्यसलाई चाहिँ यो अहिले मिटिङ भइराखेको चाहिँ उमा जानु पठाइदिनुहोस् त के भन्छ अरे हाम्रो मिटिङ भइराछ नि गुगल मिटिङ भइराछ त्यसमा पठाइदिनु भयो हुन्छ गुगल मिटिङमा पठाइदिनु भयो हुन्छ अहिलेको मिटिङकोमा पठाइदिनु अरु सरहरुले नि ओपन गर्नु होला अनि एउटा अर्को लिंक म तपाईहरुलाई त्यो पनि पठाइदिन्छु त्यहाँ नै सबमिट बनाएर चाहिँ तपाईहरुले के गर्दिनुहोस् भन्दाखेरि यसो गर्नुहोस् के गर्नु भन्दाखेरि किशोर सर म हजुरलाई यसरी गरेर पठाउँछु हजुरलाई है सिम्पल एउटा चाहिँ गुगल मिट लिंकमा आइसके पछाडी यहाँ गएर पर्खिनु ल एकै सेकेन्ड पर्खिनुस् है यो फर्म भयो यो भयो सर्टिफिकेट सेक्सन मा चाहिँ अब हामी अन्तिममा छौं है त लगभग 5-10 मिनेट्समा हामी इन्डिङ गरि नै हाल्छौं आजको सेसनलाई चाहिँ अप्लाई फर्म भनेर जसले बनाउनुहुन्छ हजुरहरुले अनि यहाँबाट चाहिँ हजुरहरुको यो बन्नेहरुको बनाउनु भएकोलाई चाहिँ हामी एउटा सर्टिफिकेट पार्टिसिपेन्ट सर्टिफिकेट जस्तो पनि दिने हो यसमा चाहिँ ल किशोर सरले जस्तो किशोर सर हजुरलाई मैले एउटा फर्म पठाछु त्यसमा क्लिक गर्नु त किशोर सर हजुरले अरु सरहरुले पनि सेभ गरेर राख्नु होला यो फर्मलाई चाहिँ कपी गरेर यसमा चाहिँ यो अनि यसमा चाहिँ नाम नम्बर हाल्नुस् यो फर्मलाई एउटा म रिडिजाइन गरेर राख्दिन्छु जति पनि हो के रे बन्छ नि किशोर सर तपाईले बनाएर हजुरहरु अरु सरहरुले पनि हजुरहरुले बनाएर आफ्नो नाम हाल्नुस् नेम हाल्नुस् लास्टमा चाहिँ तपाईको एउटा वेबसाइट राख्ने युआरएल म बनाएर पठाइदिन्छु अनि फर्म लिंक यही हुन्छ हजुरहरुले फर्म लिंक यही सेभ गरेर राख्नु होला र त्यसमा चाहिँ तपाईहरुले हो के रे बनाएर चाहिँ आफ्नो युआरएल सबमिट गर्नु होला है त किशोर सर हुन्छ अहिले यो फर्म चाहिँ त्यो WhatsApp ग्रुपमा हाल्दिनु न हुन्छ म यो फर्म पनि WhatsApp हजुर ग्रुपमा हाल्दिन्छु सकिन्छ नि है प्रशान्त जी ल थ्यांक यू किशोर सर तपाईको यो किशोर सरको कस्तो भनेछ हामी एकचोटी ट्राई गरौँ है त ल स्टप गर्नुहोस् त यता मिटबाट आएर अरु कसैले ट्राई गर्नुभयो प्रशान्त जी अरु कसैले ट्राई गर्नुभयो यो बिचमा यो बनाउन कसैले ट्राई गर्नुभयो ट्राई गर्नुभयो भने यस अर नो हेरौँ त ल अब यो बेसिक कुरा छ तपाईको चाहिँ यो मैले हामीले बनाएको कुरा ट्राई गर्नुहोस् है एकदम यो सजिलो छ तपाईको केही गाह्रै छैन यो तपाईको चाहिँ सिम्पल के गर्ने हाम्रो किशोर जीको हेरौँ है त किशोर जीको साइट कस्तो भएछ त क्राफ्ट किशोर जीको यो तपाईको अघि प्रोफाइल थियो नि प्रोफाइल हजुरको टेम्प्लेट यो ब्युटी के भन्छ अरे पार्लरको चाहिँ सेलेक्ट भएर यस्तो आएको तर तपाईले आफ्नो प्रोफाइल यहाँ चेन्ज गरेपछि यहाँ तपाईको कभर चेन्ज गरेपछि हजुरको आफ्नो हुन्छ के है यो है अनि अब एउटै मात्र हजुरको के आयो भिडियो आयो हैन एड अघि भिडियो एड गर्नुभयो
यो एड आयो। अब हजुरले जतिवटा भिडियो यहाँ एड गर्नुभयो त्यति नै आउने भयो। लोकेसन यो हाल्नुभयो ठिकै छ। अनि क्युआर यो आउने भयो, फर्महरू मुनिको फिडब्याकहरू। अनि भोलिको दिनमा तपाईँले अब ब्लगहरू लेख्दै जानुभयो भने चाहिँ आफ्नो ब्लगहरू यतापट्टि चाहिँ अपडेट भएर आउँछ है त सर, बुझ्नुभयो? ए हुन्छ हुन्छ। हजुरको अनि साइट यदि हाम्रो आफ्नै डोमेन, मसँग डोमेन चाहिँ छ, डोमेन पनि छ, होस्टिङ पनि छ होइन, त्यो चाहिँ मैले लिइसकेको। त्यसमा चाहिँ काम चाहिँ गर्नु पाएको छैन मैले। अनि त्यसको लागि चाहिँ के गर्नु मिल्छ र? यसको लागि चाहिँ हाम्रो टेक के अरे हामी अब यसरी बसेर पनि गर्न सकिन्छ, नभए हाम्रो सर्टेन यो कतिपय टेक्निकल इस्युहरूलाई चाहिँ कनेक्ट गरिदिने यो काम चाहिँ हाम्रो छुट्टै टेक टिम छ, उहाँहरूले गरिदिनुहुन्छ। त्यो भयो भने तपाईँको लिङ्किङ गर्नु पर्यो भने भन्नु न हजुरले, है किशोर सर। त्यसो भए म एकचोटि अब नेपाल फर्किसकेपछि हजुरलाई मेसेज गर्छु नि वाट्सएपमा है। स्योर स्योर, हुन्छ। हाम्रो टिमले चाहिँ तपाईँको त्यो टेकको लागि हेल्प गर्नेछ। ल अरू थ्याङ्क यू किशोर सर। अरू कपीमा ट्राई गरेछु भन्नु छ। कपीमा होइन नि, यो त प्र्याक्टिकल गर्ने कुरा सुदीप सर। हुन्छ सुदीप सर, हजुरको तपाईँको भिडियो पनि रेकर्ड भएको छ के अरे सुदीप सर, तपाईँलाई आउँछ। अनि हाम्रो यहाँ खिम सरले गरेको छु भन्नुभएको छ। तपाईँले त्यो हेर्दै प्र्याक्टिस गर्नु होइन, खासै केही गाह्रै छैन यो गर्नका लागि। विदिन तपाईँको चाहिँ 30 or 1 आवरमा मजाले गर्न सक्नुहुन्छ। बानी परे पछाडि त एउटा वेबसाइट बनाउन 15 मिनट्स पनि लाग्दैन। यो चाहिँ तपाईँको जे काम पनि तपाईँको के हो त, प्र्याक्टिस एन्ड एररको कुरा हो। ल अरू सरहरूले केही बनाउन ट्राई गर्नुभयो सरहरू? मनिष रावलले रेकर्डेड पठाउनु भएको छ भन्नुभएको छ। अरू केही क्वेसन छ तपाईँहरूको? ल क्वेसन क्युएनए, अब हामी चाहिँ अब टाइम क्युएनए सेसनमा लागौँ अनि त्यस पछाडि गएर चाहिँ फाइनल इन्डिङ गरौँ न त है। केही क्वेसन छ हजुरहरूको आजको सेसनबाट? किशोर सरको त सल्भ भयो होला पक्कै पनि होइन? अहिले मोबाइलबाट चाहिँ भयो, म एकचोटि ल्यापटपबाट ट्राई गर्छु अनि हजुरलाई इन्फर्म गर्छु। प्रदीप सर, पिडी सर, केही हजुरको केही इस्यु, केही क्वेसन छ? मनिष, डिजिटल र एफिलिएट अलग अलग हो? एक्ज्याक्टली अलग अलग हो नि मनिष। अफिलिएट मार्केटिङ 17 बिलियनको मार्केट क्याप छ अफिलिएटको। अनि अफिलिएट भनेको चाहिँ कस्तो हो भन्दाखेरि तपाईँ कुनै पनि प्लेटफर्ममा अथोराइज्ड हुने, अनि तपाईँको चाहिँ कस्तो प्रडक्टमा, अब तपाईँले फिजिकल प्रडक्टमा काम गर्ने कि डिजिटल प्रडक्टमा अलरेडी तपाईँले माइन्ड मेकअप गर्नु पर्यो। अनि त्यस पछाडि गएर तपाईँले चाहिँ मोस्टली चाहिँ अब म डिजिटल प्रडक्ट रिकमेन्ड गर्छु, किनभने अब डिजिटल प्रडक्ट के हुन्छ भने प्रफिटेबल हुन्छ है। अनि हो त्यो प्रोसेसहरू हुन्छ क्या अफिलिएट मार्केटिङमा चाहिँ त्यो प्रोसेस हुन्छ क्या। अनि तपाईँले त्यसरी गरेर त्यो मार्केटमा काम गर्ने हो। अनि डिजिटल मार्केटिङ भनेर चाहिँ छुट्टै पार्ट हो। अब डिजिटल मार्केटिङ चाहिँ तपाईँहरूले एउटा आलुको कथा कक्षा 8-9तिर पढ्नु भएको छ कि छैन? मैले पढाएको थिएँ है। आलु चाहिँ जेसँग नि मिक्स हुन्छ भनेर भन्थ्यो नि, पढ्थ्यो नि। हो सेम त्यस्तै कुरा हो तपाईँको यो डिजिटल मार्केटिङ भने। तपाईँको जब गर्नेलाई पनि प्लस पोइन्ट हो डिजिटल मार्केटिङ, व्यापार व्यवसाय गरिराखेकोलाई पनि चाहिँ नहुने हो डिजिटल मार्केटिङ होइन। सो एभ्रिवेयर डिजिटल मार्केटिङ है। अनि सो त्यो कारणले गर्दाखेरि डिजिटल मार्केटिङ चाहिँ 400 बिलियन प्लसको मार्केट क्याप छ। डिजिटल मार्केटिङ भित्रै पनि कस्तो क्याटेगोरीमा काम गर्ने भन्ने कुरा अब कोही मान्छे वेबसाइट बनाउने मात्र कम्पनी बनाएर बसिरहेको हुन्छ, कोही तपाईँको चाहिँ एसइओको मात्र काम गरेर बसिरहेको हुन्छ, कोही तपाईँको सोसियल मिडिया म्यानेजमेन्ट कम्पनी मात्र चलाएर बसिरहेको हुन्छ। सो डिजिटल मार्केटिङमा पनि धेरै भास्ट कुरा हुन्छ। सो त्यो कारणले गर्दाखेरि एक्ज्याक्टली फरक कुरा हो है त भनेपछि। अनि डिजिटल मार्केटिङ सिकाउनुहुन्न हाम्रो भनेपछि डिजिटल मार्केटिङ चाहिँ मेरो 45 डेजको चाहिँ तपाईँको हाम्रो फरक मल्टिभर्सिटी चाहिँ एउटा फुल प्याक प्रोग्राम हामी दिन्छौँ। त्यहाँ चाहिँ तपाईँलाई डिजिटल मार्केटिङको पनि सिक्ने र काम गर्ने अथोरिटी मिल्छ। अफिलिएट पनि तपाईँले त्यहाँ अफिलिएट मार्केटिङ पनि तपाईँले त्यहीँबाट गरेर कमाउन पनि मिल्छ। अनि ट्रेडिङको ट्रेनिङ र मेन्टरसिप हुन्छ। आफ्टर तपाईँले चाहिँ त्यही सिकेर चाहिँ ट्रेड गर्ने प्लेटफर्महरू हामी त्यहाँ दिन्छौँ।
फरक फरक मेन्टर हुन्छ। सो डिजिटल मार्केटिङभित्र पनि हाम्रो ट्रेनिङ हुन्छ। मैले चाहिँ बेसिकल्ली डिजिटल मार्केटिङको सर्टेन पार्टहरू ट्रेन गराउँछु, मेन्टरिङ गराउँछु। अनि अफिलिएट मार्केटिङको मेजोरिटी म अफिलिएट मार्केटिङको गराउँछु। सो त्यही कारणले गर्दाखेरि तपाईँ फुल होल प्याक प्रोग्राम लिएर डिजिटल मार्केटिङ अफिलिएट ट्रेडमा जान इन्ट्रेस्ट हुनुहुन्छ भने चाहिँ आफ्टर यो सेसन भन्नु होला, यो तपाईँले गर्न मिल्छ है त। भने चाहिँ डिजिटल मार्केटिङको लागि प्रशान्तजीले भन्नुभएको छ वेब होस्टिङको बेस्ट प्लेटफर्म नेपालको केसमा। वेब होस्टिङको लागि चाहिँ बेस्ट प्लेटफर्म भनेको चाहिँ तपाईँको प्राय चाहिँ तपाईँको यस्तो छ। अब प्राय मैले चाहिँ बाहिरको होस्टिङरहरूबाट नै युज गरिरहेको हुन्छु। तर नेपालमा 1-2वटा डोमेन चाहिँ मैले नेपालको नै प्रयोग गरेको छु, जस्तो ठुलो टेक्नोलोजी, अनि त्यस पछाडि गएर चाहिँ बबाल होस्ट है। यो प्लेटफर्म चाहिँ म बढी रिकमेन्ड गर्छु प्रशान्त श्रेष्ठज्यूलाई है। सो हाम्रो मनिष रावलले भन्नुभएको छ डिजिटल मार्केटिङ सर क्लाइन्ट कसरी खोज्ने? के तपाईँले डिजिटल मार्केटिङ सिकिसके पछाडि खोज्ने भन्नुभयो कि के हो? त्यो प्रश्न हजुरको क्लियर गराउनु होला। जस्तो अब डिजिटल मार्केटिङमा सिक्नुहुन्न सर क्लाइन्ट कसरी खोज्ने भन्ने कुरा गर्नुभयो। जस्तो डिजिटल मार्केटिङ गरिसके पछाडि के तपाईँले डिजिटल मार्केटिङ सर्भिस नै फ्लो गर्नलाई तपाईँलाई क्लाइन्ट चाहिएको कि कस्तो हो मनिषजी? यो चाहिँ म क्लियर हुन चाहे है। अनि यदि तपाईँले चाहिँ डिजिटल मार्केटिङ सिकेर डिजिटल मार्केटिङकै लागि क्लाइन्ट चाहिँ खोज्ने प्रोसेस हो भने चाहिँ डिफ्रेन्ट वे छ। जस्तो हाम्रो चाहिँ यो कस्तो छ भन्दाखेरि थोरै म हजुरहरूलाई थोरै टाइम एक्स्ट्रा टाइम दिएँ। जस्तो डिजिटल मार्केटिङभित्र अब के पनि पर्यो, यो एसइओ पढ्छ, यो युट्युब पढ्छ, तपाईँको चाहिँ अब यो धेरै कुरा पढ्छ कि। अब यो क्यानभा एडिटिङहरू, डिजाइनिङहरू कम्पलसरी नै पर्यो। अनि त्यस पछाडि अब फेसबुक मार्केटिङहरू पर्यो होइन। यो फेसबुक मार्केटिङ, टिकटक भयो, वाट्सएप अटोमेसन है। वाट्सएप अटोमेसन अब अहिले आज हामीले वेबसाइटको थोरै केही कुराहरू सिक्यौँ, यो डिजिटल मार्केटिङकै पार्ट हो। लिङ्केडिनको बारेमा भयो। अब हामीले चाहिँ के गराउँछौँ भन्दाखेरि मनिषजी, म तपाईँको सिम्पल सर्ट एन्सर भन्नुपर्दाखेरि यो सबैलाई समग्रलाई पनि हुनसक्छ। हामी चाहिँ यो सबै सुरुमा ट्रेन गराउने कसरी जस्तो फेसबुकमा एड क्याम्पेनहरू चलाउनेदेखि लिएर तपाईँको चाहिँ वाट्सएप अटोमेसन गर्नेदेखि लिएर होइन, यो सबै कुरा सिकिसकेपछि लास्टमा यदि तपाईँ डिजिटल मार्केटिङकै बिजनेस गर्छु भनेर तपाईँ जानुहुन्छ भने एउटा लास्ट प्रोग्राम हामी के एक्सेस दिन्छौँ भन्दाखेरि चाहिँ हाउ टु रन डिजिटल मार्केटिङ एजेन्सी भन्ने यो एउटा च्याप्टर छ क्या। यसमा चाहिँ तपाईँले आफ्नो डिजिटल मार्केटिङ गर्दाखेरि चाहिँ तपाईँले कुन कुन वेबाट चाहिँ क्लाइन्टहरू खोज्ने है, अनिदेखि लिएर फुल भनौँ न डिजिटल मार्केटिङको होल प्याक चाहिँ यो प्रोग्राममा चाहिँ हुन्छ। तपाईँको यो म तपाईँलाई केही स्याम्पलहरू पनि यहाँ देखाइहाल्छु, अनि हजुरहरूको क्वेसन पनि राख्दै गर्नु होला। हामी अब ट्याक्कै कति मिनट बस्छौँ भन्दाखेरि 5 मिनट मात्र एक्स्ट्रा बस्छौँ है। त्यस पछाडि हामी ऱ्याप अप गर्छौँ यो सेसनलाई चाहिँ। आज हामी लास्ट यो सुरु हुनु, तपाईँहरूको पेसेन्सलाई म मान्छु यार, यु आर द गाइज एक्सलेन्ट है। कति मान्छे अहिले कता कता रमाइलो गर्न शनिबार चिलमा छ, तर तपाईँहरू आफूलाई एटलिस्ट यु आर इन्भेस्टिङ योर सेल्फ, यु गाइज आर असम। जस्तो यो च्याप्टरमा चाहिँ यस्तो यस्तो किसिमको कुराहरू हुन्छ क्या। कसरी तपाईँले चाहिँ $multi-million को एजेन्सी बिजनेस स्टार्ट गर्न भनौँ न रन गर्ने होइन। यो मैले केही मेन्टरहरूको प्रोग्रामलाई पनि यसमा राखेको छु। अनि त्यस पछाडि कसरी आफ्नो सोसल मिडिया मार्केटिङ एजेन्सीबाट फर्स्ट 100K सम्मको रोड म्याप बनाउने होइन। तपाईँले आफ्नो के अरे चाहिँ कसरी एक्स्ट्रा, अब कस्तो हुन्छ भने बिजनेस गरिसक्नु भए पछाडि चाहिँ तपाईँले एक्स्ट्रा फ्रिल्यान्स आउटसोर्सहरू कसरी गर्ने है, यो कुराहरू। अनि या मैले कसरी अब जस्तो डिजिटल मार्केटिङ मैले फर्स्ट टाइम मैले डिजिटल मार्केटिङ सिकिसके पछाडि चाहिँ इट वाज लाइक फर्स्ट मेरो प्रोजेक्ट चाहिँ 50,000 को थियो। बिङ एज अ सोसल मिडिया म्यानेजर फर्स्ट मलाई पेमेन्ट गरेको मैले मेरो आफ्नो अनुभव कसरी हाउ आई गेट डिजिटल मार्केटिङ गरेर मैले यसमा सेयर गरेको छु। सो यस्तो कुराहरू छ होइन। अनि त्यस पछाडि हाउ टु मेक डिजिटल मार्केटिङ सर्भिसेस टु
कसरी आफ्नो क्लाइन्टहरूलाई अप्रोच गर्ने, अफर गर्नेदेखि लिएर सबै कुराहरू फ्रीमा कसरी क्लाइन्टहरू पाउने, यो सबै कुराहरू हुन्छ। यसरी चाहिँ हुन्छ है। यो पहिला चाहिँ अब स्किल्स इज फर्स्ट प्रायोरिटी अलवेज, बल्ल त्यस पछाडि सेकेन्डमा भनेको चाहिँ बिजनेस गर्ने चाहिँ दोस्रो प्रायोरिटीमा हुन्छ। अब चाहिँ लगभग ऱ्यापअप म गर्न चाहे। किशोरजीले अगाडि भन्नुभएको थियो नि बिजनेस ओनरको लागि फ्री प्रोग्राम, त्यो चाहिँ कसरी लिन सकिन्छ भन्नुभएको छ किशोर सर। हुन्छ, म तपाईँलाई तपाईँले वाट्सएपमा टेक्स्ट गर्नु, म हजुरलाई त्यो पठाइदिन्छु। तपाईँ पनि अब बिङ एज अ स्टार्टअप केही गरिराख्नु रहेछ, प्राय चाहिँ तपाईँको सेलेक्ट गरेर हेरेर तपाईँको चाहिँ गर्छ, त्यो तपाईँको लागि नै म पठाइदिन्छु, गर्छ हाम्रो टिमले है। अनि मनिष रावलले ओके सर, मैले भनेको सिकेको पछाडि क्लाइन्ट खोज्ने, हो मनिष सर, यही नै हो तपाईँको। जब तपाईँसँग स्किल हुनु पर्यो पहिलो कुरा, सेकेन्डमा भनेको यो तपाईँले गरिसके पछाडि तपाईँलाई मजाले गर्न सक्नुहुन्छ है। थुप्रै मेथड्सहरू छन् तपाईँले क्लाइन्टहरू पाउने। यु क्यान युज फ्री मेथड्स। फ्री मेथड्समा पनि कुन प्लेटफर्मबाट चाहिँ फ्री मेथड्स प्रयोग गर्ने भन्ने हुन्छ। पेड मेथड्स एकदम इजी वे भनेको पेड मेथड्स नै हो क्लाइन्ट पाउनको लागि, इजी एन्ड फास्ट पनि हुन्छ होइन। सो त्यो मेथड नै भयो। मोबाइल ब्याट्री सक्यो सर भन्नुभएको छ। थ्याङ्क यू फर यर पेसेन्स। कस्तो लाग्यो ओभरअल आजको सेसन? ल हजुरहरूको कमेन्ट हेर्न पाउँ त। तपाईँहरू जतिजना हुनुहुन्छ, यो भनेको जेन्युनली हार्टली तपाईँहरू बस्नुभएको म मान्छे। अघि 28-30 जना थियो नि होइन। सो त्यो भनेर चाहिँ के गर्दो रहेछन्, कसो गर्दो रहेछन् भनेर आउने हो भने होइन। थ्याङ्क यू। ल बवाल चाहिँ त्यति बेला हुन्छ, हजुरहरूले डेमो पठाउनु होला। हाम्रो वान अफ द किम सर भेरी एक्टिभ हुनुहुन्छ अलवेज टिम मेम्बरमा। सो थ्याङ्क यू किम सर। अनि थ्याङ्क यू इन्फर्मेटिभ भनेर भन्नुभयो, नाइस भन्नुभयो किशोरजीले, इन्फर्मेटिभ भन्नुभयो। थ्याङ्क यू सो मच। आज हामी यति नै त गर्छौँ होला नि होइन। किशोर सर, प्रशान्त सर, सुदीपजी, मनिषजी, थ्याङ्क यू सो मच। गुड भन्नुभएको छ हाम्रो प्रदीप सरले। हामी केही न केही मेरो तर्फबाट सकेसम्म यो गएको शनिबार चाहिँ मैले केही प्रोग्राम लन्च गर्न पाइनँ ग्रुपमा, नभए चाहिँ मेरो के कोसिस हो भने यो ग्रुपमा जोडिनु भएकोलाई केही न केही एक्स्ट्रा कुरा दिइराखौँ भन्ने हो। आई होप आजको सेसन पनि तपाईँहरू केही न केही लिनुभयो होला। एक दुईवटा शब्द मात्र तपाईँहरूले लिनुभयो भने त्यो चाहिँ मेरो लागि ठुलो कुरा हो भन्ने लाग्छ। थ्याङ्क यू सो मच तपाईँहरूलाई। हाम्रो ब्याट्री सकेर निस्किसक्नुभयो साथीहरू। ल गुड नाइट सबैजनालाई। गुड नाइट एभ्रिवान सबैजनालाई। गुड नाइट भन्न चाहे है त। गुड नाइट। ल अन गरेर सबैलाई गुड नाइट भनौँ न त।